विद्यार्थी संगठनको नाममा क्याम्पसलाई कब्जा गर्ने, डर देखाउने, दादागिरी, शिक्षा प्रणालीलाई बन्धक बनाएर राख्ने पार्टीका भातृ संगठनहरूलाई सरकारले सदाको लागि खारेज गरेको छ। वर्षौंदेखि हामीले देखेका दृश्यहरू हेर्नुस्। शिक्षा होइन दादागिरी, अधिकार होइन दबाव र सौदाबाजी, विद्यार्थीको भविष्य होइन केही समूहको स्वार्थको लागि पार्टीका भातृ संगठनहरू विद्यालयमा धारिला हतियार बोकेर जान्थे। कानुनभन्दा माथि कोही छैन। क्याम्पस कुनै पनि समूहको अखाडा होइन र बनाउनु हुँदैन। अब पनि क्याम्पसमा डर, धाक, दादागिरी र राजनीतिक शैलीमा प्रस्तुत भएपछि जो कोहीले पनि कानुनी कारबाहीको सामना गर्नुपर्छ। क्याम्पसमा अब शासन चल्छ, नियमको शासन चल्छ, विधिको शासन चल्छ र योग्यताको शासन चल्छ। सुधार चाहने जति आउन सँगसँगै अगाडि बढौँ। जो अव्यवस्थित प्रणालीमै रहेर रमाउन चाहनुहुन्छ भनेपछि अब तपाईँहरूको लागि ठाउँ छैन। समय बदलेको छ, सरकार बदलेको छ, सँगसँगै हामी पनि बदलिन जरुरी छ।